त्यो पनि पत्ला पत्ला अलिक बेसी लगाइदिनु ल हो र छिटो भइहाल्छ आमा यसो भयो नि त हजुर ऊ परसम्म गएर आउँ न त कहाँसम्म आधा यो त कहाँ आधा हुन्छ त नि आधा भनेर त जुन आधासम्म पुगेर आउन त के कुशल बिस्तारी ल बिस्तारी भाइ विशाल विशाल भाइ दिदी हाम्रो सिकेर आउँदैछ नि हाफ एन हजुर हामी स्वतन्त्र हामी उड्दैछौँ हामी जादुमय यात्रामा खुला आकाश मुनि हाँस्दै हिँड्छौँ आँखामा तारा चम्की हरेक बाटोले बोल्छ कथा मिठो र अनौठो संसार गाइरहेको छ हामी पनि त्यो गीतको कविता भेटाउँछ र हरेक सुरुवात अन्त्य बन्न जान्छ पहाड घुम्छ हेर न आऊ नदीको स्वर मिठो गाउँ हरेक पाइला रहस्यमय हामी स्वतन्त्र हामी उड्दैछौँ हामी जादुमय यात्रामा खुला आकाश मुनि हाँस्दै हिँड्छौँ आँखामा तारा चम्की हरेक बाटोले भन्छ कथा मिठो र अनौठो संसार गाइरहेको छ हामी पनि त्यो गीतको कविता बाबुआमामा हाम्रो पाइला टाढा कतै सङ्गीत बज्छ हरेक साँझले साथी भेटाउँछ र हरेक सुरुवात अन्त्य बन्न जान्छ हावाले लेख्छ नयाँ नाम हरेक दिन फरक संसार जीवन नक्सा बिना सिमाना साहस नै हाम्रो शान हामी जादुमय यात्रामा खुला आकाश मुनि हाँस्दै हिँड्छौँ आँखामा तारा चम्की हरेक बाटोले भन्छ कथा मिठो र अनौठो संसार गाइरहेको छ हामी पनि त्यो गीतको कविता हामी पनि त्यो जादुका सहरको उज्यालोदेखि हरियो वनसम्म पहाड चढ्दै सागरसम्म हरेक कडकमा गीत हुन्छ हामी चलिरहन्छ जीवन सङ्गीत हुन्छ हामी पनि त्यो जादुका बाहिरबाट सामान हाल्नु नसकेर घरभित्रै बनाएर घरभित्रै फिटिङ
जाने बित्तिकै अब यहाँदेखि 3 किलोमिटर रहेछ पशुपति बजार पुग्नु। यो नेपाल हजुर यो गाडी ट्र्याक छ हजुर यो नेपाल ऊ लेखिरहेको छ वेलकम टु नेपाल नेपाल घुमुला ए बुढी नेपाल घुमुला। दार्जिलिङ घुमौँ हौ। भन्नुहोस् न तपाईँको नाम के हो? मेरो नाम मिलन हो मिलन के हो? सेम ओके गाउँ चाहिँ कहाँदेखि? सिलगढीमा यहीँ जन्मेको? ए कति पुग्नु भयो अहिले? अहिले 35 भनेपछि 90 को? हजुर हामी त बेसी फरक छैन रहेछ म पनि 92 को हो। अनि फ्यामिली बुढी नानीहरू? बुढी छ नानी छैन अहिले ए हो आमा छ बाबा? बाबा खर्च छ ए हो यहीँ होला नि त सिलगढीमै होला। गाउँ पनि यहाँ सिलगढी? सिलगढी घर जग्गा जमिन सबै यहीँ छ? ए यो तपाईँको आफ्नो गाडी हो कि होइन मालिकको हो? तपाईँ कोही बेला यसो भुटान आउनु मन पऱ्यो भने नम्बर लिइराख्नुहोस्। ल ल। तपाईँलाई तपाईँको फ्यामिलीको लागि बहुत जान्थ्यो कि हजुर अहिले त्यो बढाएर नि गाडीको त्यो ट्याक्सहरू बढाएर हो नि मान्छेको ट्याक्सहरू बढाएर खर्च बेसी क्या हजुर अब त पहिला हामीहरू घुमाएर पुरा भुटान घुमाएर लिएर आउँथ्यो हजुर पारो सारो सब हजुर तपाईँलाई थाहा भएको? मलाई त यहाँदेखि कि म हजुर बिजनबारी भन्ने एउटा जग्गा छ बिजनबारी हजुर यही बाटोमा जानुपर्छ यो बाटोदेखि अलिकति अगाडि त्यस्तै देखेको मैले हजुर राति त्यो कति बजी 10-11 बजीतिर क्या हजुर त्यो बिजनबारीमा त्यो एउटा मिटिङ थियो हजुर त्यो मिटिङ सिटिङ सकेर चाहिँ त्यो रुखको त्यो साइन्टिस्टहरू हुन्छ नि हजुर त्यो साइन्टिस्टलाई लिएर त्यो साइन्टिस्ट चाहिँ त्यहाँ बसेको उनीहरूको घर छ हजुर त्यो दिदीहरूको हजुर त्यो एकजना दिदीलाई पुऱ्याउनु थियो त्यहाँ पुऱ्याउन जाँदाखेरि चाहिँ त्यहाँबाट नि के हुन्छ एउटा मन्दिर बनाएको छ नयाँ हजुर त मैले भने यो मन्दिर किन बनाएको नयाँ भर्खर बनाएको किन बनेको के भन्छ जतिखेर गाडी यस्तो ओह्रालो जान्छ नि हजुर गाडी ओह्रालो जाँदा जाँदा उतै तल झर्छ सिधै आफै हजुर आफै त्यो झर्छ अब राति 10-11 बजी मलाई यस्तो भनेको अब त्यो दिदीलाई छोडेर आउँदाखेरि त कस्तो डर लाग्यो मलाई अब ठिक के भयो भन्नुहोस् त यो गाडी मेरो यस्तो कुद्दै छैन कुद्दा त्यही ठाउँमा मेरो गाडी स्लो भयो हजुर मेरो पुरा पसिना मेरो जिउ एकदम के भन्नु मतलब अब चिसो मतलब एकदम पुरा पसिना भयो हो गाडी चाहिँ स्पिड मोटामोटी सोच्नु नि योभन्दा बेसी नै थियो स्पिड एउटै खाली गाडी एक्लै थियो त्यो जग्गामा गयो भने त्यो गाडी यतिकै स्लो भयो यतिकै स्लो
अब कुद्दैन त्यहाँ स्पिडमा। दिदीले भनेको थियो मलाई कि बिस्तारै जानु एक्सिलेटर बेसी नपर्ने के हुन्छ त्यसले चाहिँ त्यस्तो स्लो हुन्छ त अब मान्छेले सोध्छ स्लो किन भयो भनेर चाहिँ एक्सिलेटर गर्छ अब त्यही ठाउँ पार भए पनि स्पिड बढिहाल्छ त्यो एक्सिलेटरले गर्दा त्यतिखेर कन्ट्रोल हुँदैन गाडी तल गर्छ मलाई भन्यो मलाई त डर जतिखेर भने त्यतिखेरदेखि नै डर सुरु भयो किनभने चाहिँ म आउँदाखेरि त एक्लै आउँछु नि त अब त्यो एक्लैले गर्दा चाहिँ अलिक टेन्सन भयो ठिकै अब त्यहाँ पस्दाखेरि चाहिँ मेरो गाडी पनि स्लो भयो यहाँ त पुरा टेन्सन भयो पुरा एकदम जिउ पसिना पसिना भएर एकदम बिजक ठिकै 500 मिटर मतलब यहाँदेखि त्यो घर छ नि त्यहाँदेखि त्यहाँ गयो 40 स्पिड बारे 40 स्पिड बारे म त्यहाँदेखि तानेर सिधा आयो आएर त्यो दिदीलाई फेरि बिहान आएको कि म भने दिदी साँच्ची भनेको तपाईँको यो जग्गा बहुत नराम्रो रहेछ म त यो जग्गा म तपाईँलाई राति आज छोड्नु जाँदिनँ दिनमा गए पनि म जान्छु छोड्नु लास्टमा दिनमा छोड्नु गएको पहिला म विश्वास गर्थेन नि यस्तोहरू अहिले चाहिँ म मान्छु क्या अलिकति भए पनि मान्छु यो रिसेन्ट मतलब यो लकडाउनको अगाडि यो बजार चाहिँ के हो लकडाउनको यो जान्छ सिधा माने भन्छन् हजुर अहिले यो ठाउँको नाम चाहिँ के हो सुक्या पोखरी यहाँदेखि चाहिँ 20 किलोमिटर रहेछ यत्रो माथि मुनि आएर यहाँदेखि 20 किलोमिटर दार्जिलिङ हजुर यो सुकिया पोखरी यहाँ सन्तरा पुरा हुन्छ नि यता भयो कुन हाम्रो सेवक छ नि सेवक ब्रिज हजुर त्यहाँ पनि छ भन्नुहोस् न एउटा अब के भन्नु आजभन्दा मोटामोटी नयाँ नयाँ पसेको थियो म गाडीमा लाइनमा आजभन्दा मोटामोटी 14-15 वर्ष अब बजीतिर होइन 11 बजीतिर मेरो मालिकको त्यहाँ होटेल थियो हजुर त्यो त्यहाँबाट म 11 बजीतिर इन्कम ट्याक्सको अफिसर थियो त्यसको बुढी नानी उसलाई जानै छ लाटागुडी त्यो लाटागुडी मालबजार हजुर हो ठिक छ अब यति राति जानु छ पिक सिजन म यहाँबाट 11 बजी निस्क्यो हजुर निस्केर चाहिँ म सिलगढी मतलब अब सेवक आउँदैछु त्यतिखेर कति मोटामोटी 3:30 हुँदै थियो 3:30 जस्तो पानी पर्दै थियो हो हजुर म चाहिँ देखेन नि पछाडि बसेको चाहिँ त्यो सर चाहिँ देखेछ अगाडि म जाँदैछु पानीमा हात देखाएको पानी पर्दैछ कि हात देखाएको गाडी मलाई मेरो गाडीलाई त्यो दादाले भन्दैछ नरोक सिधै गाडी लिएको म त देखेन नि पहिला सिधै गाडी लिएर चाहिँ लुकिङ ग्लासबाट हेरेर चाहिँ कोही छैन अगाडि मान्छे छ मान्छे छ सेतो लुगा लगाएर एकदम हात रोकेको रोकै यस्तो गर्दैछ कति बजीतिर 3-3:30 रातिको जाडो महिना थियो पानी पर्दै थियो हजुर जाडो महिनामा पनि पानी पर्दै थियो सेवकमा 3-3:30 बजीतिर हो सेवक के सरकार एरियामा सेवक ब्रिजमा कहाँ छ सेवकमा सेवकमा त्यो बागपुलमा ए कर्नेसन ब्रिजमा यहाँ हजुर कहाँनिर डाविल हजुर टाइम छैन अब तपाईँको हातमा अझै एक दिन भएको भए काठसेङमा त्यो घुमाइदिन्थ्यो त्यो अब त्यो डाविलमा त्यहाँ भनेको छ जो रेस्क्यु गर्छ नि तिनीहरू अब भूतले चर्चा गर्छ भूत छ कि छैन हजुर यो गर्छ तिनीहरू गएको थियो कलकत्ताबाट हजुर त्यो मतलब त्यो केटी हामी चाहिँ त्यो बहिनी चाहिँ हजुर त्यसले चाहिँ प्रुफ गरिदिएको छ कि त्यहाँ छ त्यहाँ 4 बजी 5 बजी मतलब 6 बजी 7 बजी बादमा कसैले जाँदैन त्यहाँबाट ए हो त्यो बाटो अहिलेसम्म राति तर तपाईँ गएर सोधे पनि कसैले भन्दैन कि त्यहाँ भूत छ
शान्त देशमा भन्नुहुन्छ होइन प्राय यहाँ बुझ्छ अरे होइन 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 यो केही छैन तर त्यो चर्च अहिले सिल छ जानु दिँदैन त्यहाँ एउटा स्कुल छ स्कुलको छेउमै चर्च छ कालीमाट पहिला जानु जान्दिन्थ्यो के भयो यहाँ त्यसलाई के अहिले बन्द गरिदिन्छ प्रेमको चित्र अब गुगलमा सर्च गर्नु नि दाविल भन्ने देखाइदिइहाल्छ गुगलमा हृदयले बोलेको गुप्त रहस्य नछम छ नि कालिम्पोङमा छ एउटा स्टोरी भन्नु न होटेलमा छ यो के भन्छ मेरो मालिकको होटेल हजुर हेरुका होटेल गान्तोकमा सिक्किममा मेरो मालिक एउटा होटेल लिएको छ लिजमा हजुर हेरुका होटेल भन्ने हो 303 नम्बर रुम 303 नम्बर रुममा कसरी मतलब गेस्टलाई बस्नु दिँदैन भिआइपी रुम दिँदैन अरू सब रुममा दिँदो रहेछ तर त्यो रुममा दिँदैन अब जसले मतलब पहिलाको म्यानेजर थियो त्यही म्यानेजर मेरो मालिकले राखेको किनभने त्यसको साथमा सबै रिलेसन राम्रो थियो अब त्यो मान्छेले मेरो मालिकले सायद भनेको थियो होला 303 नम्बर नराम्रो छ जग्गा ल्यान्डस्लाइड भयो ठिकै छ अब हाम्रो ड्राइभरहरू गयो भने म त्यो रुममा सुतेको थियो फेरि तर मलाई कोही प्रब्लम भएन यो मेरो यहाँ चाहिँ म आउन सुटिङ हाम्रो प्रेम अमर बन्छ अमृत मर 2000 देहको त्यो पलमा अब त्यो हेरेको होटेलमा हामीलाई दिएको अब राति भयो म त सुत्यो मलाई केही भएन नि जयगाउँको मतलब कालचिनी भन्ने जग्गा त सुन्नुहुन्छ होला कालचिनीको एउटा भाइ थियो कृष्ण त्यो चाहिँ हाम्रै कम्पनीमा गाडी कुदाउँछ अब अलिक दिन पछाडि त्यो पनि त्यस्तै लेटले आएको 303 नम्बर चाहिँ खुला दिएको आफ्नै होटेल हो अब रुम त आफ्नै हो नि त कुनै पनि रुममा सुत्यो भने हुन्छ तर त्यो रुम हमेसा खाली हुन्छ हामीलाई थाहै छैन किन खाली हुन्छ त्यो भाइले सुत्दिएको अरे त्यो भाइले अब सिटिङ टाइम फिक्स उसले सोचेको म आइपुगेछु होटेल रुममा मलाई फोन गरेर उसले चाहिँ सोचेको थियो म बाथरुममा गएर चाहिँ नल खोलेर चाहिँ म नआउनेछु तर म त गएकै छुइनँ म त सिलगढीमा फसिरहेको छु सेबकमा जामले उसले मलाई फोन गर्यो तँ कहाँ छस् म भने म त अहिले सेबकमा घर आइपुगेको जाम छ मलाई टाइम लाग्छ तँ सुतिहाल्छ फेरि एकचोटि मलाई भनेको तँ कहाँ छस् म अहिले पुग्छु अब एकछिनमा मलाई भनेन कि यस्तो यस्तो हुँदैछ जान्छ त्यो बन्द गर्छ फेरि आँटेको 10 मिनट 15 मिनट फेरि आफै पानी झर्छ एकखेप दुईखेप तिनखेपमा उसले चाहिँ डरायो उसले मलाई फोन गर्यो ठिक छ ठिक्कै म कति त्यतिखेर 2-2:30 बज्दै थियो गएर कुरा गर्दै थिएँ एकछिनमा उ आएर भन्छ भाइ म बस्दिनँ म घर जान्छु किन भन्छ यत्रो ठुलो टाउको मलाई त मतलब ढाडहरू अहिले झन्डै मार्नु आँटेको थियो मलाई त्यसको बाददेखि ऊ त्यो होटेलमा आउनु छोड्यो सब भन्छ म सब जग्गा जान्छु तर त्यो होटेल जाँदिनँ अब तर म चाहिँ मलाई चाहिँ केही भएन म पनि सुतेको थिएँ मलाई केही भएन केही भएन होला अब तर के भएन परदेशको चिसो बिहान तिम्रो नाम लेखे बालुवामा पत्र त पुरानो भयो तिम्रा शब्द चम्किन्छन् छिट्टै फर्किनु माया हामी ठिक हुन्छौँ त्यो पनि प्राइभेट पार्किङ अर्को कमर्सियल गाडीको अर्को हो छोराको पहिलो पाइला मैले देखिन बढ्दैछ बलियो बाबु जस्तै उसले बनाएको चित्र हृदयमा राखेको छु त्यो नै बोल्दिन्छ जब म टुट्छु जब टोपहरू चोट लाग्छन् म घर फर्काउँछु तुवारो दुःख पार तिमीसम्म पुग्छु
पुरानो कोठा मुनि मेरो ठाउँ बचाइदेऊ घरको बत्ती निप्न नदेऊ जब त्यो पहाडहरू चुप लाग्छन् म स्वतन्त्र हुन्छु बाटो लामो छ यहाँको आकाश मुनि हावा फुसफुसाउँछ म जहाँ जान सक्दिनँ सपनामा तिम्रो आवाज बोलाउँछ मलाई फर्काउँछ त्यही जीवनमा जुन हामीले बाऱ्यौँ भन्छन् अन्त टाढा छैन तर डर अझै हरेक अहिले हामी कहाँ छौँ अरे? यदि बिहान देख्न पाए भने छोरालाई पनि देऊ बाबुले कोसिस गरे जब तो पहाडहरू लाग्छन् म घर फर्कन्छु दुवार दुःख पार गर्दै तिमीसम्म पुग्छु पुरानो कोठा मुनि मेरो ठाउँ बचाइदेऊ घरको बत्ती निप्न नदेऊ जब तो पहाडहरू चुप लाग्छन् म स्वतन्त्र हुन्छु हामी पुग्यौँ हरेक गोलीले प्रार्थना लेख्छ हरेक रात तिमी आउँछौ सपनामा मेरो मुटुमा तिम्रो हाँसो बस्छ मलाई बाटो देखाउँछ अन्धकारमा जब तो पहाडहरू चुप लाग्छन् म बाटो लाग्छु त्यो प्रेमतिर जो कहिल्यै मर्दैन छोरालाई चुमेर मेरो नाम भनिदेऊ संसार निको हुन्छ फेरि उठ्ने छौ हामी जब तो पहाडहरू चुप लाग्छन् माया बाँकी रहन्छ भुटानको हावा पहाडको सुगन्ध शान्त देशमा सुरु भयो एक सम्बन्ध पुराना सपनाले लेखे नयाँ यात्रा मनको ज्ञान भाषमा खिचे प्रेमको चित्र यो मेरो कथा हाम्रो समय हृदयले बोलेको गुप्त रहस्य नछौँ सन् 2000 त्यहाँको त्यो पलमा प्रेमले सिकायो जिन्दगीको कलामा लामाको बुद्धि कलाकारको मन कसरी जोडियो कर्मदर्शन समयको रेखामा लेखियो नाम अपरिचित प्रेमको बन्यो प्राणदान
संस्कृतिको रङ्ग आधुनिक स्वर हिमालको ओटमा बाँच्यो त्यो डोर शब्दमा कथा कथामा आँसु भने यो माया तिमीमै बाँधिन्छु यो मेरो कथा हाम्रो समय हाम्रो प्रेम अमर बन्छ अमृतमय भुतुरी हजार प्रेमको त्यो पलमा प्रेमले सिकायो जिन्दगीको कलामा लामाको बुद्धि कलाकारको मन कसरी जोडियो कर्म र दर्शन समयको रेखामा लेखियो नाम अपरिचित प्रेमको बन्यो प्राणदान संस्कृतिको रङ्ग आधुनिक स्वर हिमालको बोटमा बाँच्यो त्यो डोर शब्दमा कथा कथामा आँसु भने यो माया तिमीमै बाँधिन्छु यो मेरो कथा हाम्रो समय हाम्रो प्रेम अमर बन्छ अमृतमय भुतुरी हजार देहको त्यो पलमा प्रेमले सिकायो जिन्दगीको कलामा यो मेरो कथा हाम्रो समय हाम्रो प्रेम अमर बन्छ अमृत ध्वनिमय भुटानको आकाश हावा र धुन लेखिँदैछ अझै मेरो उपन्यासको जुन आन्टी कस्तो लाग्दैछ जाडोमा तातो हुँदै हिँड्दै हेर्दै हिँड्दै भाउजी एज अ बुटनिस ब्लगर तिमीलाई दार्जिलिङमा आएर कस्तो लाग्दैछ एकदम दामी बुटनिसहरूलाई के मेसेज दिन चाहन्छौ इन्जोय गर्नु दार्जिलिङ मलाई लैजाऊ माथि बादल र पहाडको आगो भित्रै चिया पिउँदै संसार सानो लाग्छ दार्जिलिङमा तिमीमै हराए आज दार्जिलिङ मलाई लैजाऊ यो चाहिँ ब्ल्याक टी विथ सुगर हो 5 वटा कसलाई हाने मुना हामी मरिचा हामी चाहिँ अहिले चौरस्तामा छौँ तिमी सुन भन्दा पुरा जहाँ गए पनि तिमी सँगै हावा दार्जिलिङ तिमी नै मेरो ठाउँ मेरो घर